अभियसली पनि नेपालमा भविष्य नै छैन भन्ने त्यो हामी सबै जेनजीको नै उसमा मेन्टल्ली हामी भइसक्यौँ कि के भन्छ त्यसलाई अब कसरी भन्ने होइन त्यो भइ नै सक्यो क्या नेपालमा बसेर केही पनि हुँदैन भन्ने चाहिँ त्यो हामी सबैजनामा सबै स्टुडेन्ट होस् चाहे जोसुकै होस् क्या नेपालमा बसेर केही भविष्य नै छैन भन्ने चाहिँ सबैलाई छ। त्यो भनेको तपाईँ पनि विदेश नै जाने प्लानमा हुनुहुन्छ? म त छु। नेपालमै बस्ने चाहिँ यो अरू त्यो के अरे अरू कुरामा फोकस गर्नुभन्दा पनि अब विद्यार्थीहरू यत्रो एजुकेटेड भर्खर पढेर सकेका विद्यार्थीहरूलाई फोकस गरेर कुनै नयाँ जब अपर्च्युनिटीहरू चाहिँ क्रिएट गर्नुपर्छ। नेपालको नीति नियम कानुन अब यस्तै हो, कहिले आन्दोलन भनेको छ, कहिले के भनेको छ, कहिले यो भएर बन्द, कहिले त्यो भएर बन्द, कहिले यो नेताको बन्द, कहिले त्यो नेताको बन्द। यसले गर्दा चाहिँ एकदम धेरै डिस्टर्ब हुन्छ, हरेक कुरामा डिस्टर्ब हुन्छ, चाहे पढाइ होस् चाहे त्यो हरेक क्षेत्रमा होइन। त्यसले गर्दा चाहिँ न विकास हुन्छ न त यहाँ भविष्य छ। मै हो होइन, एकचोटि चाहिँ म विदेश जाँदै जान्न भनेर बसेको मान्छे पनि मै हो। अब चाहिँ मलाई लागेन जिरोबाट स्टार्ट गर्नलाई त चाहे त्यो नेपाल होस् चाहे त्यो विदेश होस् कहीँ पनि सजिलो चाहिँ हुँदैन। दुःखै गरेर मै काम गर्नु पऱ्यो पनि हामी प्रिफर गर्ने चाहिँ विदेश नै हो सबैजनाले। नेपालमै बसेर ब्याचलर यहीँ गरेर दीक्षित हुनु भनेको पनि एउटा छुट्टै कुरा हो, किनभने अहिले त +2 गर्ने बित्तिकै सबैजना बाहिर नै जान खोज्नुहुन्छ। म चाहिँ अहिले ब्याचलरमा दीक्षित भएर पनि मास्टर्स चाहिँ यहीँ नै गर्दैछु। मेरो नाम चाहिँ कृपा घिमिरे, म झापाबाट। अब आज त्रिभुवन विश्वविद्यालयको 51औं दीक्षान्त समारोहमा भर्खरै दीक्षित हुनुभएको छ, कस्तो अनुभव भइरहेको छ? अनुभव त राम्रै भइरहेको छ होइन। अब नेपालमै बसेर ब्याचलर यहीँ गरेर दीक्षित हुनु भनेको पनि एउटा छुट्टै कुरा हो, किनभने अहिले त +2 गर्ने बित्तिकै सबैजना बाहिर नै जान खोज्नुहुन्छ। म चाहिँ अहिले ब्याचलरमा दीक्षित भएर पनि मास्टर्स चाहिँ यहीँ नै गर्दैछु। मास्टर्सको 2nd सेमेस्टर रनिङ हो मेरो चाहिँ। अब तपाईँको पुस्तालाई चाहिँ पछिल्लो समय नेपालमा केही गर्न सकिँदैन, यहाँ बस्ने होइन, यहाँ केही भएन भन्ने फ्रस्ट्रेसन बढी देखिन्छ। तपाईँले चाहिँ यहीँ बस्ने निर्णय गरेर मास्टर्स पढ्न थाल्नु भएको रहेछ, कस्तो भइरहेको छ यो यात्रा? मैले यहीँ बस्ने निर्णय गरेर चाहिँ मास्टर्स पढ्न थालेको चाहिँ होइन, खासमा मेरो पनि बाहिर नै जाने प्लान हो। अभियसली पनि नेपालमा भविष्य नै छैन भन्ने त्यो हामी सबै जेनजीको नै उसमा मेन्टल्ली हामी भइसक्यौँ कि के भन्छ त्यसलाई अब कसरी भन्ने होइन त्यो भइ नै सक्यो क्या नेपालमा बसेर केही पनि हुँदैन भन्ने चाहिँ त्यो हामी सबैजनामा सबै स्टुडेन्ट होस् चाहे जोसुकै होस् क्या नेपालमा बसेर केही भविष्य नै छैन भन्ने चाहिँ सबैलाई छ। त्यो भनेको तपाईँ पनि विदेश नै जाने प्लानमा हुनुहुन्छ? म त छु, अभियसली छु। के का लागि नेपालमा किन सम्भावना देख्नु भने यहाँले? नेपालको नीति नियम कानुन अब यस्तै हो, कहिले आन्दोलन भनेको छ, कहिले के भनेको छ, कहिले यो भएर बन्द, कहिले त्यो भएर बन्द, कहिले यो नेताको बन्द, कहिले त्यो नेताको बन्द। यसले गर्दा चाहिँ एकदम धेरै डिस्टर्ब हुन्छ, हरेक कुरामा डिस्टर्ब हुन्छ, चाहे पढाइ होस् चाहे त्यो हरेक क्षेत्रमा होइन। त्यसले गर्दा चाहिँ न विकास हुन्छ न त यहाँ भविष्य छ, त्यही भन्छु म। यहाँ मास्टर्स पढ्दै हुनुहुन्छ तपाईँ, अब भर्खरै ब्याचलर सकेर करियरको सुरुवात गर्दै हुनुहुन्छ, नेपालमै पनि केही गर्न सकिन्छ भन्ने लागेन? मलाई चाहिँ लागेन। मै हो होइन, एकचोटि चाहिँ म विदेश जाँदै जान्न भनेर बसेको मान्छे पनि मै हो। अब चाहिँ मलाई लागेन। जस्तो विदेश जाँदा चाहिँ त्यहाँ पनि थुप्रो हार्डसिप्सहरू हुन्छ होइन, नेपालीहरूले विदेशमा थुप्रो दुःख पाएको पनि हामीले देखेका छौँ। तपाईँहरूले जे देख्नु भएको छ यहाँ सपना त्यति सहजता विदेश पनि पक्कै छैन होला, त्यो चाहिँ किन सोच्नु भएन यहाँहरूले? होइन यस्तो हो, जिरोबाट स्टार्ट गर्नलाई त चाहे त्यो नेपाल होस् चाहे त्यो विदेश होस् कहीँ पनि सजिलो चाहिँ हुँदैन। दुःखै गरेर मै काम गर्नु पऱ्यो पनि हामी प्रिफर गर्ने चाहिँ विदेश नै हो सबैजनाले। अनि विदेश गइसकेपछि तपाईँ पढ्नकै लागि जानुहुन्छ, त्यहाँबाट फर्केर नेपाल आउने विचार छ कि के विचार गर्नुभएको छ? अब मेरो चाहिँ नेपाल फर्किने नै विचार छ। म पढ्नकै लागि गए पनि अब समय र परिस्थिति अनुसार हुने कुरा हो होइन। म वहीँ सेटल हुन चाहेँ भने म वहीँ पनि हुन सक्छु, अब त्यो चाहिँ पछिकै कुरा हो। मेरो नाम शर्मिला बुढथापा हो। म हालसालै धनगढीबाट यता काठमाडौँ आएको हो पढ्नको लागि। नयाँ अब बिबिए सक्यो मेरो, अब चाहिँ यता केही अब बाहिर हुन्छ कि यतै नेपालमै केही एमबिएको तयारी गर्छु कि फिक्स अहिले केही छैन। अब नेपालमा पहिलोचोटि आज तपाईँले त्रिभुवन विश्वविद्यालयको 51औं दीक्षान्त समारोहमा दीक्षित हुनुभयो, कस्तो अनुभव भइरहेको छ? एकदमै हर्षित खुसी छायो मनमा, एकदमै यहाँ के अरे यता वातावरण एकदमै राम्रो लाग्यो। सबै अभिभावकहरू आउनु भएको थियो अनि साथीहरूको भेटघाट भयो। एकदमै फर्स्ट टाइम एकदमै रमाइलो फिल भयो मलाई चाहिँ। फर्स्ट टाइम गरेको दीक्षान्त समारोह चाहिँ ब्याचलर पास गरेर, त्यही भएर एकदम रमाइलो लाग्यो। अब ब्याचलर सक्नु भएको छ, ब्याचलर सकिसकेपछि करियरमा कता जाने भन्ने पनि एउटा खालको जिज्ञासा हुन्छ, तपाईँले के सोच्नु भएको छ? मैले चाहिँ अब कि चाहिँ यतै नेपालमै भए पनि कुनै राम्रो पोस्टमा ब्याङ्कतिर गर्ने, सरकारीमा भएपछि चाहिँ त्यो चाहिँ एकदम बेस्ट भयो। नत्र चाहिँ अझ एमबिए आफ्नै यो पढाइले निरन्तरता दिएर
डिग्रीको पनि यस्तै दीक्षान्त समारोह पनि गर्ने इच्छा राखेकी छु। मास्टर्सको पनि कन्भोकेसनमा आउला भन्ने छ तपाईँ? हजुर। अब अहिलेसम्म चाहिँ तपाईँले विदेश जाने, नेपालमा बस्ने, के गर्ने भनेर निर्णय गरिसक्नु भएको छैन? त्यस्तो अहिले खासै छैन। भर्खरै अब यो भर्खरै सकेको हो ब्याचलर चाहिँ बिबिएसबाट। अब सोचिरहेको छु, अब हेरौँ के हुन्छ त्यो। पछिल्लो पुस्ता भनौँ, तपाईँको पुस्तामा चाहिँ नेपालमा केही हुँदैन, यहाँ सम्भावना केही छैन, विदेशै जानुपर्छ भन्ने भावना चाहिँ बढी देखिन्छ। हजुर त्यो के सोच्नुहुन्छ तपाईँ? अब त्यो देशको आर्थिक स्थिति पनि त्यही छ, अनि मेन चाहिँ बेरोजगारी के मान्छेहरूलाई अहिले यहाँ जब अहिले हामीहरूले भन्नु न अब यतिकै बसिरहेको छौँ, जब छैन होइन। अब त्यही हो, मान्छेलाई गाह्रो भइरहेछ, जानु पर्ने बाध्यता छ। सबभन्दा मेन त्यही हो, पैसाको मेनको कुरा। यहाँ चाहिँ राम्रो रोजगारीको व्यवस्था हुने भने रोजगारीको भएपछि चाहिँ सबै यहीँ बस्छ नि, आफ्नो देशमा आफ्नो तरिकाले बाँच्न पाइन्छ, खान पाइन्छ, लाउन पाइन्छ, सबै राम्रो हुन्छ। त्यही भएर त्यही हो मेन कारण चाहिँ। देशले रोजगारी सिर्जना गरिदियो भने आज दीक्षित भएका विद्यार्थीहरू नेपालमै बस्ने। चाहिँ यो अरू त्यो के अरे अरू कुरामा फोकस गर्नुभन्दा पनि अब विद्यार्थीहरू यत्रो एजुकेटेड भर्खर पढेर सकेका विद्यार्थीहरूलाई फोकस गरेर कुनै नयाँ जब अपर्च्युनिटीहरू चाहिँ क्रिएट गर्नुपर्छ भन्ने मेरो मान्यता हो।